यताउति भइरहेको छ होइन भोलिको दिनमा आबाले चुनाव उठाएर 666 भोट पनि जित्यो भने यसो लाएर मतलब अरू अलिकति भोट आउनको लागि यताउति गर्न थाल्यो अलि हार्न थाल्यो भने म त बिरामी चाहिँ फेरि रिपिट गर्न मिल्दैन र यसलाई गर्ने खालको ओ माई गड यार कस्तो बिल्ला हानेको पक मैले जित्दिन्छु के को मैले हार्ने जे डिटो गर्नुभएको थियो नि सेम भन्छ जस्तो लाग्छ दाइ एमै हो क्या डिट्टु के मलाई थाहा छ नि म त बिरामी अनि हल्का यो पनि जान्छ के पछाडिपट्टि यो कपाल छैन यतापट्टि कपाल यो जान्छ के म त बिरामी थिएँ भाइ भनेर ओहो दुईजनाको चाहिँ के जान्छ होला गाइस एकछिन हामी लाइभ बसेर आउँछौँ भाइ छेता छुट्छ दुईजनाको यो जान्छ सेम भने यी दुईजनाको के जान्छ थाहा दुईजनाको के जान्छ थाहा छ खेमे र कुलो के जान्छ इन्डोनेसियाको एउटा मेरो साथी छ त्यसलाई भेट्न बाँकी नै छ हल्का गफ त्यसलाई हान्ने आउनु पर्यो एक दुईजनालाई कम्तीमा पनि सबै देशका केटीहरूलाई समग्रमा यिनीहरूले भ्याएपछि अनि बल्ल बल्ल आउँछ यिनीहरू ओए त अलिकति मर्द जातिको इज्जतमा सवाल गर्दैछ तैँले आउनु भन्दा औरत अरे मर्द जातिमा त्यस्तो कुरो नगर मर्द जातिमा यस्तो असवाल क्वेसन नगर यताउति नगर फेरि तिमीले लिएर आयो अघि तिमीहरूले फेमिनिजम ल्यायो भने अहिले तिमीहरूले मर्द भन्यो तिम्रो मतलब के हो त अनि यसले के भन्न खोज्यो कि हामीलाई यसले हामीलाई के सबै त्यहाँ विश्वभरिको केटी भ्याएर हामी के भ्याउने याद गर तँलाई म सराप छु हामी के त्यस्तो मान्छे हेर है हेर मन म खरानी फुकेर तेरो निजरामा हान्दिउँला भन्दैछु त्यो फुक्न मैले तँलाई नै सिकाएको है उल्टी सुल्टी ब्याग हान्न पनि मलाई आउँछ फेरि तेरो नगर बढी चल ठिक छ हेर अझै एउटा चान्स छ होइन न पहिला पनिसमेन्ट गरायो हामीलाई भाइ है के पनिसमेन्ट पनिसमेन्ट गराउनु परिहाल्यो नि तीनटा पनिसमेन्ट एउटा अनि गेम अनि भन्दा केही भएको छैन डबल ट्याप मात्रै आएको छ एउटा गेम पनिसमेन्ट अब सेकेन्ड गेममा चाहिँ तिमीहरूले पनिसमेन्ट मलाई मेकअप लगाउँछु यताउति गर्छु भन्थ्यौ नि मेकअप लगाएर लाइभमा म केटी जस्तो बनाएर राखिदिन्छु रेडी छु के भनेन रेडी डराउनु कुनै हुँदैन बुझिस अलिक ठुलो मतान्तरले जित्छु भन्ने मलाई पूर्ण विश्वास छ पहिला यता सुन तिमीहरूको पनिसमेन्ट के छ हाम्रो पनिसमेन्ट सुन्न त हाम्रो पनिसमेन्ट भन्न त तपाईँको चाहिँ कसरी पनिसमेन्ट जित्नु पर्यो नि त पहिला जित्दै नजित्दै कसरी पनिसमेन्ट कागती खाऊ कागती चारवटा कागती त ल्याए पो घरमा भयो पो कागती खानु त घरमा चाहिँ हाम्रो घरमा के छ र त्यो पनि त्यसो भए उखा चामल छ काँचो चामल एक गिलास काँचो चामल खा एक गिलास भोलि कसले खाना बनाएर दिन्छ भन त त्यो चामल त छ है फेरि हाम्रो घरमा त्यस्तो नबना मेरो बिरामी हुनु मलाई के हुनु यसलाई केही पनि माया महत्व मेरो छैन यसलाई माया केमेलाई पनि छैन दिदीलाई बिरामी होस् भन्ने सोचिरहेछन् बोथ अफ देम ओ माई गॉड भोलि डाइरिया भयो भने ल ठिक छ तिमीहरूलाई हस्पिटल भन्ने बित्तिकै मलाई एन्जाइटी हुन्छ उहाँहरू त अब भनिने एस्थेटिक पनि यसले एउटा वर्ड युज गरी यता सुन खेमे यसले एउटा वर्ड युज गरी एन्जाइटी के भने जिब्रो लडबाट यसको एस्थेटिक बन्न खोजी के यसले एन्जाइटी 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 स्पेलिङ भन त एबाट स्टार्ट हुन्छ अरू मलाई थाहा छैन एन्जाइटी रे आमा अघि हामीले यस्तै ठाउँमा यस्तै ल्याउँछु भनेको थियो नि त्यस्तैमा पुगे क्या दाइ ठिक छ यो के रे स्किप लेख्न थालिसक्यो मान्छेहरू कि फटाफट खेल्न मन छ भने भन पनिसमेन्ट भनौ अनि फेरि स्टार्ट केमै भन्देऊ त पनिसमेन्ट अघिको हेर है मुख धुनी भन्छ भने भक्का भक्र म मुख झापझाप गरेर आइहाल्छु फिल्टर पनि हटाउनु पर्यो माइक स्मुथ वाला त्यस्तो नगर हाम्रो लागि छैन मेरो खुट्टा छैन फिल्टर छैन के मेरोमा फिल्टर पक राजा एकछिन पक ओनियन भन्दा ओनियन के गर्नु देऊ हेरौ फिल्टर प्याज खाऊ अनियन प्याज खाऊ प्याज ओ अब फेरि अब अनियन भने टमाटर छ यस्तो पनि एनिमल थियो र भनिन्छ अहिले दिदीले त टमाटोज इन माइ हाउस टमाटो नै यता छ अन्डा छ माथि मलाई थाहा छ अन्डा खा अन्डा छैन के पारा काँचो अन्डा खा त्यो टमाटर छ तिमीहरूको त्यति त्यो 25 मा कमसे कम तिमीहरूको 1 लाख आउनु पर्छ सैयद एक मा जिताके जाए आप टमाटर खान्छु म ल टमाटर खा चल ल टमाटर धेरै ल्याङ गर्ने के आफ्नै पनिसमेन्ट बन पहिला यस्तो छ के त्यो सोध्छन् नि त्यो सोध्ने किन सोध्नु पर्छ आफ्नै पनिसमेन्ट बनाउने भएर किन सोध्नु पर्छ लसुन तिमी जे खायो भने छिटो खानु पर्यो जे खाइने हैन आबा यस्तो गर आबा तिमी हरेस खाऊ
ओइ ओइ हेरे मलाई मात्रै Welcome पनिसमेन्ट यस्तो यस्तो हो दिदीलाई मात्र गरेर होइन उसको आबाले चाहिँ हेर्नु म एउटा लसुन खाइदिन्छु म लिएर होइन एउटा मात्रै है लसुन कस्तो लसुन खाऊ। सुन त टमाटरमा अचार सचार खान मिल्छ मिल्दैन अचार नाइ उको हाल्न टमाटर पका त यसो पकाइराख हामी त्यति बेलासम्म लाइभ बसिराख्छौँ यता तँलाई हेर्छौँ के पकाउँदै रहेछ अचार बना त्यो टमाटरको थिचेर अचार बना धनियाँ हाल यताउति गर पकाएर खान त्यो पनिसमेन्ट गर सिधा सिधा लुगाएर खाइ ल ल ओहो यो पछाडिको डाँट त खान्न है ल ल ल आलु पखडा ल्याउनु भयो क्या दिदीले है टमाटर ए ल ल ल के बेला मैले कति बेला लसुन त ल ल एउटा लसुन खाऊ तिमी है अनि पानी तातो पनि खायो ल है गाह्रो पर्ला नि फेरि तिमीलाई गाह्रो ज्ञानी छ जस्तो माया लागेर लसुन दिन्छ जिन्दगी लसुन खानु ल खाऊ खाऊ फटाफट खाऊ स्टार्ट गर अब तिमीहरूलाई चाहन्छु हेर मेकअप गर्ने मेरो म लाइफमै म भने नि तिमीहरूले फुल ब्राइडल मेकअप गर्न पाउँछु म रेडी छु सर ल मेकअप दिन्छु ल्याएर गरिदिन्छु नि त्यहाँ यसले ल यसले गर्छ म रेडी छु गाइस गाइस अब लास्ट उयो दामीवाला ल है अब यहाँ लेट्स गो ल यो गेम जित्छ भारी मतान्तरले जित्ने यो गठबन्धनले भारी मतान्तरले जित्छ आजको बुझेन गठबन्धन क्लिन वाइफ 50 साफै हुन्छ तिमीहरूको 50 साफ अर्कोचोटिदेखि आँट पनि गर्दैनौ के ओहो हात उठाउने यताउति गर्ने आँट पनि गर्दैनौ तिमीहरूले त्यस्तो स्थितिमा पुग्छौ बुझेन आबालाई गाह्रो पर्ने छ नि आबा मेरो दुश्मन लभली लभली थ्यांक अब एक ग्लास पानी पिउँ रे मैले पिइसके लभली के भाउ लेट्स ह्याप्पीनेस वेलकम ह्याप्पीनेस के गरौँ न लभली लभली यिनीहरूको धेरै स्कुल पुग्दैन ह्याप्पीनेस योपालि बाबा लेडिज आउने बित्तिकै के लेडिज पावर यताउति ओ धेरै तल्का दियो कि तिमीहरूले धेरै नै दियो लेट्स गेट इट Come on, guys. Let's go. थ्यांक यू हापी ओहो उतापट्टिबाट पनि लग्दै छ है गाइस हामी सबै उताबाट पनि फेरि कम नजाने हुन्छ अब तिमी मेकअप लगाएर आऊ है कम अन लेट्स गो मेकअप लाउनलाई रेडी भएर बसै रेडी हो है मेकअप लाउन रेडी हो भन्दैछु मैले पुरै ब्राइडल मेकअप फाउन्डेसन लगाएर पुरै पहिले जित्नु पर्यो क्या पहिले जित्नु पर्यो मेकअप दिदीले गर्दैछिन्छ पुरै लगाएर लिपस्टिक सिपस्टिक लगाएर म भन्छु एउटा कुरा है एउटा महान मान्छेले एउटा कुरा भनेको थियो के बुझेनौ चार्ल्स बेबेजले नेभर सेलिब्रेट टु अर्ली भनेर भनेको थियो के नेभर सेलिब्रेट टु अर्ली बुझेन स्कोर म भनिरहेको छु है गाइस अरू पैसा हानौँ न यसो हानेर जिताउँ न योपालि मेकअप गरौँ मेरोमा कहाँ गयो होला नै सबैजनाले मलाई कस्तो इरिटेट गरेर छन् भनेको दिदी हो र कता उतापट्टि हजुरको त सब उतापट्टि गएर हेरिरहेको छ होला कि दिदी हाम्रो पनि स्थिति कस्तो भनेको कता गयो मान्छेहरू के त्यो मन्साको मान्छेहरू कहाँ चुनावतिर गएलान् र्याली स्यालीमा यता उता गएर बसिरहेका छन् अगाडि 3टा आँखा तिर्साएर 3टा आँखा कहाँबाट हुन्छ कताको आँखा देखिस् त्यस्तो 3टा त्यहाँ यस्तो यता कि तल हो र त भुलेर पनि सेयर नगर है सेयर गर भने उता गएर प्ले गर्छिन्छ फेरि यो गयो ह्याप्पीनेस आज स्कोर छैन क्या धेरै हामी अब अलिकति हाने भने हामीले जित्दिन्छौँ भन्न देऊ हामी चुपचाप लाएर बसौँ न भन्न देऊ जे गर्न छ गर धेरै नि पर्दैन हौ आबा ट्रिपल आइहाल्यो अब होइन फेरि धेरै हाम्रोमा आयो भने त फेरि धेरै ल्याउनु पर्ने उताबाट सबजना आएर मेरो फ्लावर चाहिँ कम्प्लिट गर्दैछ त धेरै ल्याउनु पर्ने हुन्छ ट्रिपलमा धेरै त छैन 5000 पुगिसक्यो बिस्तारै धेरै त छैन 10000 मात्रै हो मान्छे आउँछन् भिडियो जेनजी थ्यांक यू अलिकति रिसर्च गर्नु पर्यो कि बुढा पाका सबजना आइसक्यो त यार गाइस रोज कम्प्लिट गरौँ सबैजना रोज सबजना रोज हान्दै थ्यांक यू सो मच सबजना केमे रियान आएको छ र यसपछि रियानको ग्रुपलाई हान्नुपर्छ हो आज सबलाई भगाइदिने हो सबजना ट्रिपल्समा हान्छ त ट्रिपल्समा हानौँ त गाई ट्रिपल्स लोकेन्द्र सागर वेलकम गाई ट्रिपल्स गाई कोही छ लाइन अफ पंजाबी ओ कहाँ से हो म छु नि म छु त थ्यांक यू सो मच छु त अरे पाकिस्तानी गिफ्ट म छु त कोही छ त्यस्तो नभन झ्याप झ्याप दुई गाडीमा हो मेरो थ्यांक यू राजेन्द्र
गाइस बुस्टरमा प्ले गरौँ न कोही छैन भने यता उतापट्टिबाट चाहिँ जित्नु आयो भयो बाबे। उतापट्टिबाट आयो भने मात्र चाली नम्बर प्लेट लगे कारणे छैन यार कोही पनि Guys, प्रवीण थ्याङ्क यू डेन्जी गाइज हानौँ न अलिकति बुस्टरमा देवी हो र ल के छ त रेडी छु त हान्नलाई उतापट्टि हार्नु सर बुस्टरै लाएर हान्ने हो भनौँ म बुस्टिङ लाएर माया लाग्यो यार बिचराहरूको अरे माछा आगा माछा बाप ए हान यो अब हान न। क्या माछा आ गया अरे दिदी ठिक छ माननीयज्यू राम्रो छ है माननीयज्यू एकदम राम्रो छ माननीयज्यू राम्रै भयो दामी छ यस्तै गठबन्धन सरकार बनिराख्नुपर्छ माया छ अनुदी दिलावदी फुड प्रिन्ट्स फर ओन्ली सुरज 1 मिलियन नाङ एभ्रीवन ओके एकदमै धेरै धेरै धन्यवाद यिनीहरूले त अब हातै खडा गरिदिइसक्यो उहाँहरू त चुपचाप लाएर बसे उहाँहरू त कतैको याद आयो कुनै ठाउँको बहुमत भएको याद आयो है तर चुपचाप लाएर अलस्सै बसे भयो वेलकम छ ओम दाइ मच लभ टु एभ्रीबडी ओके अलस्सै भयो। एभ्रीवन इट्स 11/11 एन्ड आई विश एभ्रीवन ओके दामी होस् देश राम्रो आओस् सरकार बबाल होस् देश दामी नै होस् राजाहरू एभ्रीवन ओके सबैको लागि सबैको हितको लागि काम गरौँ एकदम माया छ राम्रो भएको दिन चाहन्छौँ होइन सबैको हित होस् 11/11 आई विश एभ्रीवन बेस्ट विशेस बेस्ट अफ लक एन्ड कङ्ग्रेचुलेसन्स सबैलाई जतापट्टि पनि जताको पनि उम्मेदवार तर उतापट्टि त के भयो उतापट्टि त सेल आयो कि सेल आयो मेरो त नेट गयो के यार भन्नु म